यो आजको भिडियो चाहिँ तपाईलाई होइन है, सुन्नुहोस् है। यदि हजुर पनि अस्ट्रेलिया बस्नुहुन्छ र अहिले सोसियल मिडियामा देखेको जस्तै 50 लाख महिनामा कमाउने मध्येको एक हुनुहुन्छ भने यहाँहरूलाई धेरै बधाई छ। यो भिडियो चाहिँ यहाँको लागि होइन। तर यहाँहरू पनि घरधनी हुनुहुन्छ अथवा घर किन्ने सोचमा हुनुहुन्छ, 30 वर्षको मोर्गेज लिनु भएको छ अथवा लिँदै हुनुहुन्छ र कसरी चाहिँ छिटो यो मोर्गेजबाट मुक्ति पाउने र घर जुन आफ्नो छ यसलाई पुरै आफ्नो बनाउने भन्ने सोचमा हुनुहुन्छ भने आज म यहाँहरूसँग 5 वटा इजी र तपाईले आफ्नो ठाउँबाट सजिलै इम्प्लिमेन्ट गर्न सक्ने टिप्सहरू सेयर गर्न जाँदैछु। नम्बर 1, हजुरको मन्थली रिपेमेन्टलाई 2 भाग लगाउनुहोस् र त्यसलाई फोर्टनाइटमा तिर्ने बानी गर्नुहोस्। फर एक्जाम्पलको लागि यदि यहाँको मोर्गेज $5,000 पर मन्थ छ भने $2,500 पर फोर्टनाइट तिर्नुहोस्, जसको कारणले गर्दा वर्षको इन्ड बित्दासम्म हजुरले 13 महिनाको रिपेमेन्ट गर्नुहुन्छ र यहाँलाई एक्स्ट्रा फाइनेन्सियल बर्डन भएको फिल हुँदैन। दोस्रो, इन्स्टेड अफ कहीँबाट झप्प पैसा आउला र टक्क मोर्गेज तिरौँला भन्दा पनि तपाईँको पैसा अनएक्सपेक्टेड पैसाहरू आउँदै जाँदा त्यसलाई लोनमा तिर्ने बानी गर्नुहोस्। फर एक्जाम्पलको लागि ट्याक्स रिटर्न गर्दा $2,000-5,000 आउँछ अथवा बोनस पाइन्छ कामबाट अथवा लोटो खेलेर अथवा केही गरेर आएका पैसाहरूलाई चाहिँ तपाईँको होम लोनमा तिर्ने बानी गर्नुहोस्। हजुरको जुन मोर्गेज छ त्यसलाई राउन्ड अप गर्नुहोस्। यदि हजुरको मोर्गेजको रिपेमेन्ट 2,750 छ भने 2,800 तिर्नुहोस्, सक्नुहुन्छ भने 3,000 तिर्ने बानी गर्नुहोस्। आफ्नो क्यापेसिटी अनुसार आफ्नो मोर्गेजलाई राउन्ड अप गर्ने बानी बसाल्नुहोस्। अफसेट एकाउन्टको युज गर्नुहोस्। अहिलेका भेरिएबल लोनहरूमा एउटा भन्दा मल्टिपल अफसेट एकाउन्टहरू पाइन्छ। भनेको अर्थ यदि हजुरको हस्बेन्डको एउटा एकाउन्ट छ, वाइफको एउटा एकाउन्ट छ, मेबी रेनी डेज फन्ड छ, हलिडेको फन्ड भनेर छुट्टा छुट्टै एकाउन्टमा यदि यहाँहरू पैसा राख्ने मान्छे हुनुहुन्छ भने 3-4 वटा अफसेट एकाउन्टहरू लिनुहोस् र आफ्नो सेभिङहरू चाहिँ ती अफसेट एकाउन्टमा राख्ने बानी गर्नुहोस्। हजुरहरूमध्ये कसैलाई मलाई त एकाउन्टमा पैसा अडाउनै गाह्रो हुन्छ, पैसा देखेकै खर्च भइहाल्छ, हलिडे जाम लाग्छ अथवा केही किनम लागिहाल्छ भन्ने यस्तो खालको यहाँहरूको सोच छ अथवा यस्तो खालको तपाईँको दिमाग त्यसरी चल्छ भने चाहिँ त्यो हजुरसँग जुन एक्स्ट्रा पैसा हुन्छ, सेभिङ हुन्छ, त्यसलाई चाहिँ लोनमै तिर्ने बानी गर्नुहोस्। र अहिले भेरिएबल लोनहरू जुन छन् अहिलेका, यसमा चाहिँ तपाईँले तिरेको एक्स्ट्रा रिपेमेन्टहरू जुन छ त्यो चाहिँ अप्ठ्यारो पऱ्यो भने निकाल्न पनि मिल्छ। त्यसले गर्दा यति 5 वटा टिप्सहरू मात्र यहाँहरूले मनन गर्नुभयो र आफ्नो कक्षाअनुसार आफ्नो एबिलिटी अनुसार फलो गर्नुभयो भने तपाईँले 30 वर्षको मोर्गेजलाई छिट्टै तिरेर छिट्टै गर्दानी अथवा कम्प्लिट गर्दानी हुन सक्नुहुनेछ। यहाँहरूको पनि यस्तै क्वेसन केही माइन्डमा छ भने मलाई जहाँ हेरिरहनु भएको छ त्यही नै निर्धाका साथ मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यहाँहरूको दिन शुभ रहोस्। धन्यवाद।